नमस्ते सबैजनालाई। यो चाहिँ मुलाको अचार बनाउने रेसिपी। यो रायो हो। मैले एउटा कराई बसालेको छु। यसमा थोरै रायोलाई भुट्नुपर्छ। यसरी अलिअलि मात्र भुट्नु होला। धेरै रातो पारेर भुट्नु तितो हुन्छ। मैले भुटिसकेँ र मिक्सरमा पिन्दैछु। मसिनो गरी चाहिँ नपिन्नु होला, फेरि यसको स्वाद आउँदैन। यो चाहिँ काटेर सुकाएको, एक घाम सुकाएको मुला हो। यो चाहिँ मैले काटेर एक घाम सुकाएर राखेको छु। यो चाहिँ खोर्सानी पनि एक घाम सुकाएर राखेको। यो चाहिँ सबै मिक्स गरी तोरी र खोर्सानी, रायो र खोर्सानी, त्यसमा स्वादअनुसार नुन हालेको छु मैले। स्वादअनुसार हाल्नु होला। बेसार पनि त्यहीँ हालेको छु। बेसार चाहिँ कलर आउनुको लागि हो। ठिक्क हाल्नु होला बेसार पनि, फेरि तितो हुन्छ। यो चाहिँ अलिकति जिरा पनि मिसाएको छु मैले। यो चाहिँ अप्सनल हो, आफूलाई मनपर्छ भने हाल्नु, नभए नहाल्नु। सर्स्यु पनि थोरै मिसाइदिएको छु स्वादको लागि। एकदम मिठो हुन्छ सर्स्यु हालेको अचार। र कराईमा मैले अब बसालेर तेल हाल्नेछु। तेल हालेर तोरीको तेल हो, यो चाहिँ तोरीको तेलमै बनाउनु होला, मिक्स गर्नु होला। यसमा मैले मेथी पनि फुराएको छु। कालो हुन्छ फुराउनु होला। र त्यो अघि राखेको बेसारमा यो झाल्नु होला। यसरी झानिसकेपछि अब यो सबै मिक्स गरिदिनु होला। मजाले मिक्स गरेर मोल्नु होला। चाहिँ मजाले मोल्नुपर्छ अनि मिठो स्वाद आउँछ।